नमस्कार साथीभाइहरू, हेफुल्लो गुड मर्निङ। अन्त आज चाहिँ बिहानदेखि नै अहिले प्लान छ, के छ भन्दाखेरि चिकन मोमो खाने आज प्लान छ। र अहिले गएर ती गाउँमा पालेको चिकन ल्याएर चाहिँ जिउँदो लाइभ ल्याएर नै बनाउने, घरमै ल्याएर अन्त मोमोको बनाउने प्लान छ हाम्रो। र साथीहरूलाई मेरो च्यानल पाकिन फ्यामिलीज इन्टरटेनमेन्टबाट स्वागत गर्दै हजुरहरूले पनि मलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सनुहोला भन्दै म यो भिडियोलाई अघि बढाउँदैछु। धन्यवाद। वेदर अपडेट चाहिँ यस्तो छ साथीभाइ, चिसो चिसो छ, पानी आउला जस्तो। कालो बाटो, प्लास्टिकमा प्याक गरेर रेडी भएर पास गरिराखेको। भित्र माथिल्लोपट्टि छ आमा। कुखुरा चाहिँ यहाँ गाउँमै पालेको दामी छ। नानीले पनि सघाउँदैछ, आमा छोरी भएर बुहारी। आज चाहिँ दामी हुने हो मोमो, चिकन मोमो। प्याज, अनियन, यसलाई मजाले भोकाउनु पर्यो। काट्दा अन्त यहाँ चाहिँ एकदम ड्रेसिङ हुँदैछ। ड्रेसिङ भइसकेर नि अब यसलाई किमाका लागि चाहिँ र यसलाई हड्डीबाट छुटाउनु। काट्यो चट्टै ल, अलिकति हात पनि काटेछ। कर्ची मर्ची चाहिँ काटिसक्यो। 2 केजी कुखुराको। यो चाहिँ सुपको लागि हड्डीहरू। मोमो खाएपछि यसको सुप पनि खानु पऱ्यो, अन्त मिठो हुन्छ। अब यसलाई बनाउनु लागि रहेको छ। अन्त यहाँ पियाज, अनियन एक भाँडा भइसक्यो काटेर। अन्त यहाँ काट्दैछ मेरो बुहारीले। अब सक्यो काटेर। अझै भित्र रहेछ नि है।
खतरा चाहिँ खतरा किमा चाहिँ मिक्सअप भइसकेको यहाँ धनियाँ नि हाल्नुपर्छ अलिकति अचारको लागि धनियाँ नि छ अन्त यो डो चाहिँ अलरेडी यो 3 घन्टा भइसक्यो यो चाहिँ अब पास राखेको यहाँ मम्मीले यहाँनिर चाहिँ फेरि कोपी खाने मात्रै हो यो नन भेज हामी चाहिँ नन भेज हो यता चाहिँ भेज ल त मजाले हाम्रो नानीले मोमो बनाएको अरे के हो तेल खाँदैछ तेल हाल्नु ल खुरे राखिराख अहिले पकाउनु पर्छ हुन्छ है हाल्न बाबा बेसी हाल्नु हुँदैन किमा चाहिँ अलिक बोइल त गर्नुपर्छ हल्का हल्का चिकनको मोमो आज डिनरमै यही हो
ल चलाउन अझै तर किमा दामी भइसक्यो चट्टा चट्टै भइरहेछ मैले मजाले काटेर लाग्ने बम्फक छ भने सबै चुटिन्छन् भुटे छ भने चाहिँ तान्ने हुन्छ है लैसातिर अब अहिले बनाएको खाएको सब देखाउनेछ अहिले कटिङ चाहिँ खतरा छ है मसिनो चिकन मोमो नखानेको चाहिँ भेज मोमोवाला अकेला है अर्ग्यानिक सुरु है चिकन मोमो एकदम घरको फटाफटी बनाउनुहोस् चाहिँ Number 2 यहाँ आफू त त्यसलाई यस्तो बनाउँछ उयसमा हौ चटपटीमा बिलोमा त्यस्तो फुड कलरै होइन रे ओरेन्ज कलर रातो लाग्यो क्या ओरेन्ज कलरको स्क्यान रातो न रातो त्यो ओरेन्ज दिदीले बनाउँछ कि अम्बो सबैले भन्छ नि त्यसलाई चटपटी बेच हो यहाँ भनेको भन्छ ती दिदीलाई यहाँ त्यहाँ बनाइदिन्छ होइन सबैले यति लगिदिन्छ कि अम्बो क्या मिठो बनाउँछ पिसको त त्यो उयो बनाउँछ माकै होइन त्यो के उयोहरू लगाएर गन्दा काटिहाल्दो रहेछ सधैँ हो त क्या मिठो बनाउँछ दिदीले लिम्बूहरू लगाउनुपर्छ कि कोनले कुकुर कहिले मेरा नहीं था इन्हें उड़ा सके और कौन बने क्या है ताऊ नहीं वाला नहीं बानिश बने बानिश तीन से समझी कौन मेरा नहीं था इन्हें तीन से समझी और वो यार दो के लोग कौन पढ़ रहे हैं मुझे कौन दो के लोग तो लाते हैं ये बानिश करना चाहिए बानिश बानिश जल्दी मजे उसले तोनो का बाबा गरेको है भान्जी हो मेरो भान्जी मोमोको चाहिँ आज असार 15 छ है सबै बिजी हातमा कोही खाली छैन दुईजना बेल्ने दुईजना बनाउने
तर दुईजना पढ्ने के खालको पढाएको भन्छ होइन अब यो पढाउँदैछु बाहिर उभिरहेको छ त्यस्तै नपढेको हो बाउले पनि पढाउनु मन हामी मोमो बनाउँदैछु अहिले खाइदिनु मौरीकोमा निकालेपछि कि त्यहीँनिर म काट्दै गरेको पनि चाखा उयोहरू पनि छ होइन त्यो चाहिँ 2000 रुपियाँ बोतल हेरे होइन अन्त एक बोतलमा चाहिँ 500 भन्नु नि मैले अस्ति भने आज उयो एजेन्सी सरलाई एक बोतल हेरिदिनु 2000 कस्तो उयो बनाउनु त दिमागमै याद आयो नि तपाईँले राख्दैन होला भनेर नमिसाएको नमिसाकै हो नमिसाको पुत्काको छ अरे पुत्काको चाहिँ छैन दबाई पानी गर्नु चट्टाउनु पर्छ एउटै डुलले चाहिँ नि एउटै डुलमा चाहिँ नि 7 बोतल हो कि 7 हो कि 12 बोतल निकाल्ने गर्छ उसको त्यो गाउँमा चाहिँ त्यो काकाहरूसँग बसेको पहिलेदेखि त्यो काकाहरूसँग बसेको थियो उसको अनि पुरा छ अरे डुलहरू त्यस्तोहरू टुक्काको छैन टुक्काको छैन बस्नेको अर्काहरू चाहिँ छ यस्तो भन्ने होइन एकता छ त गाउँमा हुनु कहाँ हो उनीहरूको घर के हो नाम होइन अब नाम सस्ता सस्ता हुन्छ बढ्ने के भन्थ्यो होइन ऊ त आसामको हो कि अन्त उयो चाहिँ के भन्छ ऊ बहिनी चाहिँ पहिल्यैदेखि काकासँग बसेर पहिला सानैदेखिको चाहिँ यतै बसेर यतै पढेर उयो भएको नि त के भन्थ्यो नामै याद भएन हिवरमै वेस्टको होला वेस्टको के हुन्छ हुन्छ त्यस्तोतिर त उयो अहिले पुरा निकाल्दैछ मौरीमा अहिले गाई त पैसा कहाँ छैन अरू भन् न अन्त भन्नु फोन गरेर ओरिजिनल हो ओरिजिनल उसले यहाँनिर भिडियो नि उयो नि गरेर आपाले चाखेर भइहाल्छ पानी त्यहाँ बेगमा हालेर उयो भित्र पानी हालिहाल्छ एउटा नि बुझ्नु पनि केराले हुन्छ अरे ल भने कि त्यो सबैजनाले खाइदिएको त्यो चाहिँ हो त्यस्तो गरे पानी हालिराख्दैन के भयो हाल्दैन नाक छोएर पाउँछ त्यसो गर्दैन यतापट्टि त्यसो गर्दैन उतापट्टि भएपछि त्यसो गर्छ कि यतापट्टि त सुन्दैन केरा लगाइदिएको चाहिँ सबैले खाइदिएको त्यो केटीकै घरमा राखिदियो भने होइन हिलो के गर्दैछ ए तिमी छुट्टी मागेर गयो कति बजीतिर गएको ए होइन मैले आमाले यहाँनिर त्यो उयसको मको बारेमा भनेको थियो नि त कि आमाहरूले नि उयो गर्ने अरे तर एक कट्टारमा त्यो एक कट्टा हाफ कट्टामा कति भने तिमीले
आधी बोतलको ए एक कटरको चाहिँ उयो है 500 है कुट्का त पाउँदैन है ए कहाँको पो हौ मगाइदियो अरे एउटा एक कटर बोतल चाहिँ होइन एक कटर ए हो ल अस्ति त पाँच राम्रो छ बहिनी सबिता सिधा छ क्या हौ एक्लै घरमा बस्छ होइन डट पनि छैन उसले हो केटा सेटा बनाउनुमा छैन उसले केटादेखि जिस्किन्छ वेस्टको होइन यो 5 देखि उता पहिल्यैदेखि केटा बसेको अरे नि त हिजो मैले त्यो सुनिता आएँ आफै आएँ होइन ड्युटी गर्न उसले देखेको मान्छे मैले प्राय हेर्दै कि तर मैले नचिनेको जस्तो गर्दै होइन पऱ्यो पो लिएर मैले के ल्याइदिएको पैसा प्याकेज म तिमीलाई भन्नै गरेँ के खुवाउने भइहाल्छ बाई बाई पार्ट 2 कमिङ सुन यो चाहिँ के को अचार हो टमेटो एकदम धनिया हालेर मजाले बनाएर ओभर छ है सेटिस रहेछ अचार चाहिँ सेटिस चाहिँ गाइसहरू अहिले मोमो खाने रहेछ म यहाँ मोमो अब रेडी हुन आँट्यो ए अलमोस्ट पाक्नु आँटेछ मोमो पऱ्यो भने लास्ट हो यो चाहिँ अब भेज मोमो खानेलाई म देखाउँदैछु हजुरहरू यहाँ एकजना छ है नखाने यो चाहिँ भेज अनि यो चाहिँ आयो तपाईँको नन भेज ल अब स्टार्टिङ हुँदैछ अब
Papa, mukbang coming soon. ल स्टार्टिङ यो अचार तेल हाल्नु छ भाइ चाहिँ खाएको दही काट्छ मोमो चिकन मोमो अझ धेरै दिन बाद बनाएर दामी हुन्छ है टक्क चक्काको मोमो त्यो चिकन पिरो हाल्छ mukbang bisa पाक्दै पाकेन पुरा पाकेन पुरा पकाएँ अच्छा तेल चुने भएछ सुप पनि आउँदैछ क्या मेरो स्पुन पनि चाहियो मलाई पनि सुप मेरो मेरो धन्यवाद मेरो यो तातो छ एकछिन आएन सुप खानु ठिक एकजनाले मेरो खुट्टामा घोप्चायो एकजनाले मेरो खुट्टामा घोप्चायो जुङ्गाले करेन्ट लाग्छ नि त्यो जुङ्गा हो त्यस्तो भयो भने तातो छिटो भइसकेछ है बाउ भयो
तातो छैन नि तातो छैन फुपूको फुपूतिर आमाको खोसेर चम्ची खाएको आमा के आकाले हुँदैछ मम्मीजीको टर्न अब हाम्रो मेरो बदली घर आमा आमाको मम्मी देखाउनु त्यसो गरेर आउनु कि यो त्योसँग हामीलाई दिइसक्यो अब उहाँको पालो अब खोइ अलिक घुट्टा हिँड्न त रहेछ देख्दै यहाँ लिएर त सोरा मैले सक्थेँ यहाँ हालेर चाहिँ सक्यो सक्यो भने मैले पनि मेरो सुत्ने हो कि क्या अलिक सर्नु नि भर्खर भइदिन्छ आमा सुप खाने हो सुप खान्थ्यो के एक्सचेन्ज गरेको छ मैले पुरा तेल भएछ मिठो भएन मिठो भएछ नि बल्दै भएको थिएन कुखुरा A1 अलिक सानो छ कि एउटा पोल्दैन एउटा चाहिँ 3टा टुक्रा गरेको हुन्छ Guys, mama चाहिँ A1 भन्छ बेसी तेल भयो नि भएको छु गरेर तेल जात ठुलो भन्छ
जातिसँग गाडी पाउँछ हस्पिटलबाट आफ्नो इभिनिङमा 10 बजीसम्म हाले अब 1 बजीदेखि 10 बजीसम्म त्यसो कसले भन्छ साह्रो भन्छ है सबै खाइदिउँ सबै खाइदिउँ सबै खाइदिउँ ट्रमलाई मुलेर भनिन्छ मलाई एउटा चाहिँ हाल्नु प्रायः भएछ नि मलाई त खानु प्रायः रहेछ यति चाहिँ खुवाउँ कि नखुवाउँ यहाँ भयो हामी त यस्तो उस्तो त्यो उयो त गर्नु सक्दैन यसो के अरे त्यो होइन च्यालेन्जहरू गर्नु सक्दैन रहेछ मान्छेहरूले 50वटा 30वटा गर्छ हामी सक्दैन रहेछ बिस्तारै बिस्तारै त्यो घुप्टी चाहिँ यहाँ यहीँ बसेर खा कि बसेर खा जा आधी राखिदिने कि हामी आधी राखिदिने त्यो मेरो चम्च त्यो चम्च यहाँ नगर्नु आफै त्यो यतिखेर हिजोसँग नाइट भएको चाहिँ दिनु पनि जान्दा कस्तो पारेर खाएको चम्चीले मात्रै टाँसो भयो ल भेजवाला गए यहाँ चाहिँ भेजवालाको मुखबाङ दामी स्विट है दामी नि हामीले चिकन खायो बिचरा एक्लै हेर्नु नि यी खाएर ढाडेको होइन दुईजनाहरू यहाँ पनि यहाँ के यता एकल नाचिदेऊ अब लास्टमा